मैले भनेको जस्तो डरलाग्दो गर्दैन हजुर ए हैन बजु अहिले खोल्छु नि म यहाँ पनि लाइदिनु अब हातमा अगाडि नगर्नु सबसे अगाडि न बाई के नि पहिला यो बाई यो तपाईले मिलाउनु भएको यस्तो पछाडि गएन होइन होला इजी हुन्छ होला अगाडि भनेर घुम्नु आउँछ यो मुनि चाहिँ नलाइदिनु अब सिकिरहनुहरु नलाइदिनु ल अब सिकिरहनु त्यस्तो भयो ए माला ए होइन होइन यो कि मैले पर त्यो यो निकालिदिँदा हुन्छ मैले मिलाएको थिएँ पर दिन्छु यो मिलेन भने निकालिदिँदा अनि माला चाहिँ कुन चाहिँ माला यो माला यो पनि त्यति बेलै अब कसले लगाइन्छ तपाईँहरू बेहुलीलाई दिनु पर्यो होला त्यति बेलै मैले झोलाइदिएको अनि तपाईँहरूले त्यता गर्नु नि तपाईँहरूले गर्नु न त्योहरू चाहिँ ल अब हामीले नभ्याउने भयो त्यस्तोहरू कि हामीले चाहिँ उताउतै नानी अलिकति ल अलिकति दबाई खाइहाल्नु पर्यो अब लुगा फेर्नु पनि भ्याउँदैनौँ होला लुगा पनि फेर्दैनौँ होला कि त्यसो दबाई चाहिँ खाइहाल्नु पर्यो अहिले यही दबाई खाएन भने फेरि अहिले कहाँ पुग्छ टिनको पट्टामा प्रिभेन्सन गर्दिनु म त खानु टिनको पट्टामा बर्बाद म त यो बसेट लास्ट टिनको बट्टा अगाडि उ यहाँ पनि पहिला मिलाइदिनुहोस् न के घुम यो गर ल कति कति रहेछ हेर त शान्ति राखेर हामी के गर्छ पर शान्ति तयारी भएर आइसकेपछि मात्रै हामी निस्किन्छौँ पर पानी ल्याउँछु पर्दा बाहिर नआउनु पर्थ्यो भन्ने मैले पर्यो ठुल्ठुलो पनि थियो अलिकति ठुलो भएकोमा चाहिँ आरामले क्रिम लगाएर गराउनु छ क्रिम छ लुजै छ भाइ लुच्छ कि लगाइदिन्छु यो साइजको मात्रै अलिक टाइट छ अरू सबै लुजै छ हातमा फाउँला लेस हैन पूजाको लागि हो गेट आउट श्रेयस भाइ बाहिर बस्छ न हौ नि लुगा लगाइरहेको छ अब यो बाहिर आउँछ अगाडि लाउनु भने त त्यो चाहिँ नभए यो आँचो भित्र लगाइदिनु न त यता यता फ्याक्टुर गरेर चट्ट छुट्टिनु रहेछ कस्तो खाँदाखेरि नगर्ने छ फेरि किन हेर त फोन हेलो अचम्मा ठिकै थियो अरे कि अफिसले तान्नेमा हुनुपर्ने तमा हजुर हजुर सुनिरहेको छुट्टिन्छ भनेर यो पर्छ नि राम्रो देख्छ मान्छे खाले सिउँदो साइड रहेछ नि त्यसको अलिकति आज अहिले सिन्दुर लाउँछ आज अहिले यहाँ हुँदैन उता लान्छ होइन रात पर्छ कि त्यतिखेर त सिउँदो बिसा गर्ने के निकाल्नु नगर अनि लाउनु पर्ने थियो है यो ग्रीन हो मम्माको प्लस हैन हैन म अर्को दिन्छु दर्पै अगाडि म त देखेको छैन ब्युटी रेडी माथि जाँदा राम्रो हुँदैन त अलिक माथि हुन्छ नि त यो हैन
त्यो रातो उयो पनि लगाउँ हाम्रो नेवारी छ नि रातो रातो माला गा ए माला नलगाऊ होइन सिम्पल राम्रो देखिन्छ कस्तो छ हेर्नु त त्यो रातो माला नेवारीको त्यो चाहिँ नलगाऊ त्यो चेन पनि लाएको हो त्यो लाउनु के गर्नु मान्छेको खै लगाउनु माङटिका लगाइदिनु लाएको राम्रो बस्छ त बहिनी किन यस्तो राम्रो किन छ्याम के भइरहेछ माङटिका लगाऊ बहिनी बस्छ त मान्छेको लगाउनु म त किन रेड नमाग्छु पाउँछु म हो हैन त्यो मैले चेन खोलेको बस्छ के चाहिँ माङ्टीका लग्यो अहिले होइन अहिले एकछिन खोल्नु कि लाउनुपर्छ नि यो लाउनुपर्छ नि राम्रो देख्दैन हो त्यहाँभित्रबाट गरिला भाइ उल्टा पनि यस उल्टा के गरे ए खै छान्नुहोस् त अलिक तल त्यो अरट्टा भयो त बिचको अलिक बेसी एकछिन के भएको त के भएर चाहिँ उयो भयो त हैन होस् होला कस्तो राम्रो देख्छ अलिकति तल गर्नुहोस् न अलिक तल अलिक यो भएछ हौ यहाँनिर हेर्नुहोस् त भाँचिन्छ फेरि यस्तै होला हौ नलगाउँ होला हजुर लाउनु राम्रो देख्छ नि सिम्पल छ नि त त्यति उयो छैन छनु त ल भयो त्यतिको अब यो टिका लाउँदा ठिक्कै हुन्छ ए छैन स्निप छैन सिउँदो बाङ्गो बनाएको रहेछ नि त स्निप छैन स्निप एक झोला झोलामै छ हो त्यहाँ होइन मैले सिउँदो बाङ्गो बनाएको छु नि कस्तो देखेँ हेर्नु त खै छ नि त सिउँदो बाङ्गो खै छ त्यसै बाङ्गो बनाएको अन्त यहाँ बनाउनुपर्छ नि अलिकति यता तिमीले कहिले तिमीले हो त्यस्तो कतिवटा चाहिँ जति उनीहरूले भन्छ त्यसै गर्नुपर्छ नि यो त बाङ्गो सिउँदो भयो अलिकति यसो गरिदिनुहोस् न यता लाउनु पर्यो अलिकति त्यो चुन्नेर यहाँसम्म आउँछ कहाँसम्म आउँछ चुन्नी अगाडि छ होस् होस् के अहिले चुन्नीले उयो हुन्छ खै छैन त एडजस्ट हुन्छ नलाउने लाउँदैन अरे हुन्छ अहिले फेरि रेडी हुन्छ नि लाउँदिन यो लौ न लौ के पनि हुँदैन खै खै छनु त खै छनु त बेहुली देख्दैन नि त सिम्पल देख्छ सिधा भएको भए चाहिँ राम्रो देख्ने रहेछ कि बाङ्गो सिम्पल बाङ्गो भयो अब हुँदैन नि यस्तो है अन्त मिसन त अब होस् न हो निकाल्दिनँ अब लाउँदैन